द नेक्स्ट फ्युचर स्टार 2016 नेसनल एक्टिङ कम्पिटिसन छिट्टै तपाईँको टेलिभिजनमा आउँदैछ। यो आफ्नो प्रतिभालाई देखाउने र अरूको प्रतिभालाई हेर्ने अनि सराहने एउटा सुनौलो अवसर हो। तयार भएर बस्नुहोस्। नमस्ते, egossip24.tv को गसिप विथ ल्याब्समा यहाँलाई स्वागत छ। विगतका श्रृङ्खला जस्तै आज पनि हामीले कलाकार क्षेत्रमा लामो समयदेखि सङ्घर्ष गरिरहनु भएकी यस्ती कलाकारलाई हामीले यहाँ प्रोग्राममा बोलाएका छौँ। सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। कार्यक्रममा यहाँलाई स्वागत छ। हामीले लामो समयदेखि सङ्घर्ष गरिरहनु भएका कलाकारलाई इगोसिपमा बोलाएर उहाँहरूका अन्तरङ्गका कुराहरूलाई बाहिर ल्याउने कोसिस गर्दछौँ। आज तपाईँहरूलाई पनि त्यही प्रसङ्गमा मैले प्रश्न गर्न चाहन्छु। तपाईँको बाल्यकालको बारेमा हामीलाई अलिक जानकारी गराइदिनुहुन्थ्यो कि कुन ठाउँबाट बिलोङ्स हुनुहुन्छ? सर्वप्रथम धन्यवाद तपाईँलाई। यहाँसम्म आएर तपाईँको इगोसिप 24 जुन अनलाइन टेलिभिजन छ त्यसमा मलाई आफ्नो अनुभवहरू जो सेयर गर्ने मौका दिनुभएको छ। र मेरो जन्मस्थान भन्नुपर्दा चाहिँ सिन्धुपाल्चोकको टेकानपुर गाविसमा भएको हो। सिन्धुपाल्चोकमा रहेर तपाईँले काठमाडौँमा अहिले सङ्घर्ष गरिरहनु भएको छ कलाकारी क्षेत्रमा। तपाईँको बाल्यकाल कस्तो रह्यो? मेरो बाल्यकाल भन्दा केही रमाइलो नै रह्यो, किनभने बाल्यकालमा अहिले जस्तो टेन्सन मतलब यो गर्नुपर्छ त्यो गर्नुपर्छ हुँदैन। मजासँग खाने खेल्ने पढ्ने होइन। प्लस अब म चाहिँ नाच्ने गाउने चाहिँ बच्चादेखि नै एकदम इन्ट्रेस्टेड थिएँ। मेरो ब्लडमा नै भन्छ नि 10% 15% चाहिँ आएको थियो होला म जन्मजात नै। त्यही भएर म स्कुलको प्रोग्रामहरूमा र त्यहाँ स्थानीय लेभलको प्रोग्रामहरूमा चाहिँ पार्टिसिपेट हुने, नाच्ने गाउने। अब मौका पऱ्यो भने कहिलेकाहीँ यसो लिरिक्सहरू पनि लेख्थेँ त्यो टाइममा। नर्मल्ली मोडलिङ क्षेत्रमा आउने मान्छेहरूले त त्यो स्कुल लेभलमा त्यो किसिमको एउटा प्र्याक्टिस हुन्छ नि। अब डान्सको उसमा पार्टिसिपेट हुनेदेखि लिएर विभिन्न एक्टिभिटिजहरूमा पार्टिसिपेट गर्नुपर्ने हुन्छ। त्यस्तो पार्टिसिपेट हुनुभयो तपाईँ त्यतिखेरको उसमा? के डान्सतिर बढी झुकाव थियो कि तपाईँको? कस्तो कस्तो कुरामा बढी झुकाव? मेरो चाहिँ यो कलाकारिता विधाहरू जुन डान्स, जुन नृत्य, अभिनय होइन, गायन, सम्पूर्ण कुरा सबैमा भनौँ न उस्तै नै थियो। तर कस्तो भने मेरो उठ बस अनि त्यसपछि मेरो साथी सङ्गतले गर्दा चाहिँ म गर्दै जाँदा अभिनयतिर चाहिँ धेरै तानिएँ। तर मेरो क्षमता भन्नुपर्दा चाहिँ तिनटैमा म बराबर नै छु जस्तो लाग्छ। अब कुन चाहिँलाई चाहिँ निखार्ने भन्दाखेरि मैले काम गर्दै जाँदाखेरि निखारिने चाहिँ म अभिनयतिर धेरै निखारेँ। ओके, अभिनयको कुरा गर्नुभयो। तपाईँले अभिनय सिक्नु भएको कि तपाईँको आफ्नै हुन्छ नि एउटा एक्टिभिटिज त्यो किसिमले? अभिनयलाई के भन्नु, कसरी भन्नुहुन्छ अभिनय? अभिनय म कस्तो भने सानोदेखि अब नाच्ने गाउने सँगै अभिनय पनि गर्थेँ। किन टेलिभिजनमा करिश्मा दिदी, राजेश दाई। अभिनय भनेको के हो? अभिनय भनेको चाहिँ जुनसुकै हामीले आफ्नो वास्तविक जीवनमा भोगेको भोगाइहरूलाई चाहिँ जस्तै तपाईँले बसेर मतलब यसरी बोलिराख्नु भएको छ त्यसलाई मैले सेम कपी गरिरहेको छु। किनकि अर्काको क्यारेक्टरलाई चरितार्थ जुन गरिन्छ त्यो चाहिँ अभिनय जस्तो लाग्छ मलाई। होइन, एउटा काल्पनिक, यो पनि एक्टिङ हो। हजुर, एउटा काल्पनिक चरित्रलाई चाहिँ हामीले वास्तविकतामा जुन उतार्छौँ त्यसलाई चाहिँ अभिनय भनिन्छ। हम आनंद कुमार गुप्ता, गोरखापत्र संस्थान के भोजपुरी पृष्ठ के सह संयोजक, देश के गांव घर से लेके शहर तकले छिपल कलाकार के कला के उजागर करे खातिर आ राष्ट्रीय स्तर तकले पहुंचावे खातिर रउआ लगन के घर घर में आ रहल बा द नेक्स्ट फ्यूचर स्टार 2016 द नेशनल एक्टिंग कंपटीशन। देखे के मत भूलेम। त्यतिखेरको समयमा अब एउटा चाइल्ड लेभल तपाईँको एउटा रमाइलो तरिकाले बितेको रहेछ। तपाईँ डान्सिङ उसमा बढी इन्ट्रेस्टेड, अभिनय पनि गर्नुभएको रहेछ। तपाईँले स्कुल लेभलमा त्यस्तो हुन्छ नि स्टेजमा गएर डान्स एक्टिङहरू गर्नुभयो? स्कुलमा मैले डान्स पनि गर्थेँ, गीत पनि गाउँथेँ, एक्टिङ पनि गर्थेँ। तर एक्टिङ कस्तो भने म क्लास 8मा काम पढ्दै गर्दाखेरि अब एनजिओहरू सिन्धुपाल्चोकमा धेरै थिए। एनजिओहरूको प्रोग्रामले चाहिँ कस्तो भने अब जान्वी चाहिँ ट्यालेन्ट छ, उसले गर्न सक्छ भनेर जुन मलाई सुट हुने क्यारेक्टरहरू चाहिँ मलाई हायर गरेर त्यो टाइममा मैले इभन सिकेको पनि थिइनँ, म ट्रेन थिएँ। त्यत्तिकै पनि अब मैले काम गर्दाखेरि पैसा पनि दिन्थ्यो क्या, भनौँ न अब राम्रो गर्यो तैँले भनेर स्याबासी दिने। त्यस्तो गर्दा गर्दै अब मलाई त्यो कस्तो भने एडिक्सन जस्तो भयो। एक्टिङ मतलब अभिनय गर्ने प्रोग्रामहरू ब्लडमा, हजुर, एडिक्सन जस्तो पनि भयो। नगरिकन बस्नु नसक्ने कहीँ पनि प्रोग्रामहरू भयो। सिन्धुपाल्चोकदेखि यहाँसम्मको यात्रा एउटा तपाईँको अभिनयको लागि भएको छ। अहिलेसम्म तपाईँले कुन कुन त्यस्तो क्षेत्रमा अभिनय गरिसक्नु भएको छ? स्कुल लेभलदेखि नै धेरैवटा जुन एनजिओहरूको प्रोग्राम थियो मैले सानो एजमा नै
जुन हाम्रो प्रज्ञा भवन छ त्यहाँ आएर गानाहरू गाएँ। त्यसपछि हामी नाटकहरू देखाउने क्रममा चाहिँ अहिले त मैले लगभग मोर देन 50 भनौँ न जिल्लाहरू घुमिसकेको छु नेपालको त्यो सडक नाटक र के भन्छ हाम्रो रङ्गमञ्चमा नाटक देखाउने क्रममा। र त्यस पछाडि मैले हङकङ जुन हाम्रो छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँहरू हजुर मैले त्यहाँ गएर पनि नाटक देखाएँ म थिएटरमा छँदा। र अहिले मुभीमा गर्दा पनि विभिन्न ठाउँहरूमा नेपालभित्रकै उसहरूमा भनौँ न अहिले कतिवटा मुभीहरू गरिसक्नुभयो। अभिनय त राम्रै गर्नुहुँदो रहेछ। थिएटर क्षेत्रमा काम गरिसकेको कलाकार भनेपछि राम्रै अभिनय गर्नुहुन्छ होला। तपाईँको फिल्महरू अहिले बाहिर मार्केटमा आइसकेको फिल्महरू आउँदै गरेका मुभीहरूमध्ये कुन कुन चाहिँ? मेरो डेब्यू मुभी भनेको सपना तिम्रो मेरो, जुन हाम्रो भूकम्प गएर फर्स्ट रिलिज भएको मुभी थियो सपना तिम्रो मेरो। त्यस पछाडि 3-4वटा मुभीहरू रिलिजको पर्खेरमा बसिरहेको छु। अनि अभिनय गर्दा तपाईँलाई कस्तो लाग्यो त्यो फिल्म? नर्मली तपाईँ एउटा सिन्धुपाल्चोकबाट अभिनयको यात्रा गरेर काठमाडौँसम्म आउनुभयो। त्यो अन्तरालमा तपाईँले एउटा फिल्ममा एक्टिङ गर्न पाउनुभयो, फिल्ममा अभिनय गर्न पाउनुभयो। जब पर्दामा आइसकेको तपाईँको फिलिङ कस्तो थियो? तपाईँले एक्टिङ गर्दाखेरिको तपाईँको अनुभव हामीलाई सेयर गर्नु। कस्तो भने मैले चाहिँ धेरै नै नाटकहरू फिल्म गर्नुभन्दा अगाडि धेरै नै अलरेडी गरिसकेका थिएँ। सिरियलहरू पनि धेरै गरिसकेको थिएँ, किनभने एनटिभीको जुन अवेरनेस जुन प्रोग्रामहरू हुन्छ जस्तै अहिले पनि आइरहेको हुन्छ त्यो मैले गरेको सिरियलहरू भरोसा भन्ने सिरियल, त्यस पछाडि थोरै भए पुगिसरी, जीवनचक्र लगायतको कान्तिपुरको टेली सिरियलहरू मैले खेलिसकेको थिएँ। र मलाई त्यो अचम्म भन्ने चाहिँ केही पनि लागेन, मतलब मलाई युज टु भइसकेको थियो। तर कस्तो भने अब ठुलो ब्यानरको अब भनौँ न अब मुभी गर्दा चाहिँ सिरियलहरू मात्रै गरिरहेको थिएँ, भिडियोहरू मात्रै गरिरहेको थिएँ। अब मुभी गर्ने भनेपछि ओहो भोलि मेरो जताततै पोस्टरहरू टाँसिन्छ, त्यो एउटा आश हुन्छ मनमा, रमाइलो नै फिल भयो। अभिनय क्षेत्रमा आउनुभयो, तपाईँको मोडलिङहरू पनि गीतहरूमा पनि गर्नुभएको रहेछ। यो अभिनय र मोडलिङलाई कसरी फरक छुट्याउनुहुन्छ? वाट्स द डिफरेन्स बिट्विन द्याट? अभिनय भन्नाले र मोडलिङ भन्नाले मलाई उस्तै नै जस्तो लाग्छ। जस्तै मोडलिङको पार्टहरूमा चाहिँ तपाईँको ऱ्याम्प मोडल हो कि अथवा गीत कुनै म्युजिक भिडियोको लागि एड मात्र गर्ने हो कि? म चाहिँ कस्तो भने अलराउन्डर जस्तो मैले एडहरू पनि गरेको छु। मैले ऱ्याम्प मोडलिङ एउटा चाहिँ मैले गरेको छैन। आइ एम इन्ट्रेस्टेड, मैले त्यो जान्स मतलब अलिकति मिलाएको छैन त्यो गर्न चाहिँ। नत्र अब अभिनय नै गर्ने हो सबैमा उस्तै नै जस्तो लाग्छ मलाई कि त्यति एउटा मुभीमा गर्दाखेरिको अभिनय एउटा म्युजिक भिडियोमा गर्दाखेरिको अभिनयमा फरक हुन्छ। म्युजिक भिडियोमा चाहिँ कस्तो हुन्छ भने हामीले एक्सप्रेसन दिने हो, कुनै कुनैमा लिप्सिङ दिन्छ, तर मुभी चाहिँ अलिकति गाह्रो हुन्छ किनभने त्यसमा हाम्रो एक्सप्रेसन विथ द एक्सप्रेसन सँगसँगै हाम्रो जुन भोइस जुन डायलग डेलिभरी हुन्छ त्यसैले मुभी चाहिँ अलिकति गाह्रो हुन्छ जस्तो लाग्छ। मुभीमा अलिक गाह्रो नै। तपाईँले मुभी खेलिसक्नु भएको रहेछ, अभिनय राम्रो गरिसक्नु भएको रहेछ, मोडलिङ क्षेत्रमा पनि तपाईँले म्युजिक भिडियो गरिसक्नु भएको रहेछ। अब यो क्षेत्रमा आउँदै गर्दा एउटा सिन्धुपाल्चोककी नारी जुन काठमाडौँमा आएर मोडलिङ क्षेत्रमा एउटा अभिनयको क्षेत्रमा प्रवेश गर्दै गर्दा तपाईँलाई ब्याकबाइट गर्नेहरूको भिड कस्तो छ? मैले यो क्षेत्रमा आउनेहरूको विशेष गरी लेडिजहरूलाई बढी ब्याकबाइट गर्ने गरिन्छ। कस्तो भयो भने मेरो ड्याडी एजुकेटेड फ्यामिली हो, मेरो मम्मी पनि अब त्यस्तो धेरै हाम्रो चाहिँ कस्तो भने छोरा र छोरीमा भिन्नता गर्ने त्यस्तो केही पनि छैन होइन। छोरीले पनि छोराले गर्नुपर्छ भन्ने मान्यता भएको भएर जस्तो नै घरभित्रको मान्छेले सपोर्ट गर्छ भने बाहिरको मान्छेले त्यो भन्ने कुरा आउँदैन। स्टार्टिङमा अब ड्याडीको साथीहरूले अफिसमा भन्ने अब तिम्रो छोरी यसरी अब मतलब सडक नाटकहरू गर्दाखेरिको कुरा स्कुलमा जब म क्लास 8मा थिएँ त्यति बेला चाहिँ पढ्ने टाइममा यो नगर टाइपको अलिकति यो आउँथ्यो। तर त्यस पछाडि चाहिँ मैले कस्तो भने मैले सिनाएर नै त्यस्तै बनाएँ। म एकैचोटि मोडलिङ छोटो लुगा लाएर म आइनँ होइन। म आउँदाखेरि नै धेरैवटा मैले सडक नाटक धेरैवटा रङ्गमञ्च गर्दै 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 उहाँहरूलाई चाहिँ एउटा विश्वास दिलाउँदै आएको भएर मैले चाहिँ त्यस्तो नगर यो नगर त्यो नगर त्यो गाली खानुपर्ने अथवा रोकटोक चाहिँ मलाई भएन। मोडलिङ क्षेत्रमा र अभिनयको यो पार्टमा आउँदा मान्छेले धेरै प्रिपरेसनहरू गर्छन्, धेरै तयारीहरू गर्नुपर्छ। तपाईँले हाम्रो छिमेकी राष्ट्रको कुरा गर्ने हो भने त धेरै तयारीहरू गर्छन्। तपाईँको तयारीलाई कस्तो आफ्नो तयारी जुन छ नि यो क्षेत्रमा आइसकेपछि मैले टिक्छु यो क्षेत्रमा गएर म केही गर्न सक्छु भन्ने त्यो तयारी गर्नु भएको छ कि के देख्नु भएको छ फ्युचर तपाईँले? मैले तयारी भन्ने अब मैले तयारी भन्नुपर्दा एक त मैले अनुभवबाट नै धेरै त्यो अवसरहरू पाउँदै गएँ। जस्तै मैले 12-15 वर्ष अगाडिदेखि नाटकहरू गरेँ होइन, बच्चादेखि नै। त्यसपछि अनुभवले मेरो अभिनयको अनुभवले गर्दाखेरि मलाई धेरै अफरहरू आयो। त्यस पछाडि चाहिँ ओहो मैले अझै गर्नुपर्छ भनेर चाहिँ मैले डान्सहरू सिकेँ। अहिले म फाइटिङ जो द्वन्द्व क्लास पनि दिने
त्यो तयारी गरिरहेको छु। त्यस पछाडि ड्राइभिङहरू सिकेँ, अब हुन्छ नि स्विमिङहरू सिकेँ। अझै त्यसलाई चाहिँ अब कुनै पनि नेपालमा चाहिँ मतलब स्क्रिप्ट लेख्यो तुरुन्त 2-4 दिन वर्कसप भने 2-4 दिन बस्यो, यसो डाइरेक्ट डेलिभरी गर्यो, फ्लोरमा गइहाल्ने त्यो छ। तर अब मैले चाहिँ नयाँ मुभी गर्दा कस्तो भने त्यो पहिला स्क्रिप्ट रेडी गरेर त्यसलाई भनौँ न आधारभूत कुन सिपहरू मैले सिक्नुपर्छ त्यो सबै सिकेर अनि म मुभी गर्छु। ओके, अब नर्मली यो क्षेत्रमा आउने नयाँ कलाकारहरूलाई जस्तै के कुराहरूलाई स्ट्रङ बनाएर आउनुपर्छ भनेर के टिप्स दिन चाहनुहुन्छ? जस्तै नर्मली नयाँ कलाकारहरूको प्रवेशको क्रममा तपाईँहरू यो सिकेर आउनुहोस् है, नत्र भने गाह्रो छ इन्डस्ट्रीमा यसरी गर्न। अहिले के सजेसन दिन चाहनुहुन्छ? अहिले हाम्रो मुभी क्षेत्र धेरै नै एडभान्स भइसकेको छ, पहिलाभन्दा विकसित भइसकेको छ। पहिला चाहिँ हिरोइन मतलब एउटा कलाकार भयो भने पढ्न अल्छी लाग्यो भने कलाकार बन्छ भन्ने जस्तो कन्सेप्ट, तर अब त्यो छैन। म्याक्सिमम् सबै पढेर आउनु भएको छ। एक त एजुकेसन हुनु पऱ्यो र अर्को अभिनय अवश्य नै चाहिन्छ, नृत्यदेखि लिएर होइन कन्फिडेन्स चाहिन्छ, साथै गुड लुकिङ आफूलाई मेन्टेन गर्ने, आफू कुन ठाउँमा जाँदा कसरी बोल्ने कसरी बस्ने त्यो सबै कुराहरू चाहिँ सिकेर आउनुपर्छ जस्तो लाग्छ। तपाईँ हेर्दा गुड लुकिङ राम्रो छ, तपाईँ सेक्सी देखिनुहुन्छ। थ्याङ्क यू। तपाईँलाई यो क्षेत्रमा आइसकेपछि कतिको फलो गर्ने केटाहरू कतिको छन्? फलो गर्छन्? फलो गर्ने भन्नाले म त्यस्तो कतिको प्रपोज आयो तपाईँलाई? प्रपोज नै चाहिँ आउँदैन, किनभने म अलिकति रिसार टाइपको छु भन्नाले मेरो स्वभाव अलिकति जिस्केर बोल्ने त्यो एकदमै रिसाउने मान्छेले त झन् जिस्काउँछन्। होइन, मलाई चाहिँ त्यस्तो जिस्काउने थियो अहिलेसम्म। मैले स्कुलमा हुँदा चाहिँ जिस्काउँदै थिएँ। काउन्ट गर्नुभएको छ? त्यस्तो मैले याद नै गरेको छैन। ओके, नमस्ते सबैलाई, मेरो नाम मरि हो अनि मलाई फिल्म मेकर हो। अनि द नेक्स्ट फ्युचर स्टार 2016 तपाईहरूको घरमा आउँछ, हेर्नुहोस्। नर्मली अहिले चाहिँ तपाईँले मुभीहरूको बारेमा जानकारी गराउनु भयो। धेरै मुभीहरू तपाईँको मार्केटमा आउने क्रममा रहेछन्, धेरै मुभीहरू रिलिज भइसकेको अवस्था छ। यो क्रममा अहिले चाहिँ तपाईँको लेटेस्ट के प्लानिङ छ र गर्नुभएको के छ? लेटेस्ट प्लानिङ भन्दा चाहिँ अहिले त अब भर्खरै हाम्रो सुनिल कटुवालजीको भिडियो गरेँ तिमी राम्री छौरे, जुन महेश गेवाली दाईको शब्द सङ्गीत रहेको थियो र हाम्रो सञ्जीव कटुवालजीसँग चाहिँ म हुन्छ नि उहाँको जोडी भएर देखिँदैछु। यो भिडियो गरेर त्यस्तै मैले 10-12वटा भिडियो गरेको छु जुन रिलिज हुँदैछ र अरू गीतहरूको पनि प्लानिङ भइरहेछ। भिडियो नै गर्ने अहिले चाहिँ सर्ट टाइममा, किनभने मुभी चाहिँ म 4-5 महिनापछि गर्दैछु। कस्तो खालको म्युजिक भिडियो छ यो? कस्तो खालको गीत छ यो? चाहिँ तिमी राम्री छ रे, एउटा चाहिँ अलिकति राम्री परी मतलब अलिकति गुड लुकिङ तपाईँलाई परी देखाइएको छ? परी नै भने जस्तो गुड लुकिङ एउटा केटी मान्छेको चाहिँ शब्दमा बयान गर्न खोजेको छ, उसको सुन्दरताको। रियल लाइफमा त तपाईँलाई प्रपोज नगर्नेहरू होला नि, म्युजिक भिडियोमा त प्रपोज गर्यो होला नि त? म्युजिक भिडियोमा लगभग अलिअलि इम्प्रेस पार्न खोज्नु भएको छ। रिसाउनु भयो? म त यसमा त रिसाउने, किनभने रिसाउने हेबिट भन्नुभएको थियो। होइन, स्टोरीमा रिसाउने नै थिएन, डिरेक्टरले रिसाउने त्यो यो नै सिक्वेन्स नै राख्नु भएको थिएन। डाइरेक्सनले दिएको कन्सेप्ट वाइज चल्नुपर्ने भयो है। ओके, तपाईँको अहिले लेटेस्ट आएको म्युजिक भिडियोको हामीलाई जानकारी गराउनु भयो। धेरै धेरै शुभकामना छ यो म्युजिक भिडियो हिट होस्। अनि अहिले चाहिँ यो म्युजिक भिडियो गरिसकेपछिको अब आउँदो प्लानहरू के छ तपाईँको? कुनै त्यस्तो किसिमको केही प्रोजेक्टको कस्तो भने अहिले चाहिँ म नेपालभित्र र नेपाल बाहिर चाहिँ स्टेज प्रोग्रामहरूमा अलिकति बिजी छु, त्यसको लागि तयारी गरिरहेको छु। अब कम्पोजदेखि लिएर हरेक कुरा, र अर्को मैले अघि नै भनिहालेँ नृत्य सिकिरहेको छु, मैले द्वन्द्व सिकिरहेको छु होइन, फाइटिङ सिकिरहेको छु र राम्रो एउटा क्वान्टिटेटिभ भन्दा पनि क्वालिटेटिभ मुभी दिने एउटा प्लानिङ भइरहेछ। त्यो मुभी चाहिँ फ्लोरमा लगभग 4-5 महिना नै लाग्छ होला। र त्योभन्दा अर्को चाहिँ त्यही हो, भिडियोहरू नै गरिरहेको छु मैले, नयाँ नयाँ भिडियोहरूको अब आइरहेछ होइन, प्लानिङ भइरहेछ। तपाईँ एउटा अभिनय गर्ने, एउटा अभिनय गरिसक्नु भएको कलाकार होइन, अभिनय तपाईँले कसैले प्रपोज गर्न आउँदा कस्तो रियाक्सन दिनुहुन्छ हामीलाई देखाउनु न एक्चुअली? अहिले त तपाईँलाई एउटा रेड रोज लिएर कुनै केटा प्रपोज गर्न आउँदैछ, तपाईँको रियाक्सनहरू बाइ द वे त्यो कुनै तपाईँको एग्रेसिभ पनि हुनसक्छ, त्यो फन्नी पनि हुनसक्छ, कस्तो किसिमको देखाउनुहुन्छ? मलाई मनपर्ने मान्छेले अहिलेसम्म प्रपोज नै गरेको छैन। एउटा मनपर्ने मान्छे रहेछ त्यसो? मनपर्ने मान्छे अब एकछिन हेऱ्यो, एकछिन मन परे जस्तो हुन्छ, अब उसले वास्तै गर्दैन, म पनि त्यतातिर लाग्दैन, आफ्नो काममा बिजी हुन्छु। मन नपर्ने मान्छेले उयो गऱ्यो भने मलाई एकदमै रिस उठ्छ। तर अहिले त यति राम्रो मान्छे अगाडि बसेर बोल्नु भइरहेको छ, यति मनपर्ने मान्छे, म रिसाउनै सक्दिनँ। त्यसो भए मैले प्रपोज गर्दा हुन्छ? अब सोच्नुपर्छ बिस्तारै।
नर्मली प्रपोज गर्दाखेरि तपाईँको रियाक्सन हेरौँ भन्न खोजेको तपाईँ अभिनय गर्ने मान्छे हो होइन अब तपाईँको मनपर्ने मान्छे रहेछ भन्ने कुरा पनि थाहा भयो हामीलाई ठिकै छ त्यो समय आउँदै गर्दा त्यो जानकारी हामीलाई पछि पनि प्राप्त होला तपाईँ एउटा मिडिया क्षेत्रमा काम गर्ने मान्छेको फ्ल्यास त हुन्छ नै पक्कै पनि लुकाएर राख्न सकिँदैन तपाईँको फ्युचर प्लानको बारेमा पनि हामीलाई जानकारी गराउनु भयो धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आएर तपाईँले आफ्ना मनका कुराहरू राखिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अन्तिममा तपाईँ के भन्न चाहनुहुन्छ दर्शकहरूलाई तपाईँको म्युजिक भिडियोको बारेमा या तपाईँको फ्युचर प्लानको बारेमा केही सन्देश दिन चाहनुहुन्छ फ्युचर प्लान त त्यो पछि हुने कुरा हो अहिले चाहिँ जुन भिडियो रिलिज हुन गइरहेको छ हाम्रो सुनिलजीको एकदमै राम्रो गीत छ महेश दाले एकदमै मिहिनेत गर्नुभएको छ र सुनिलजीको भोइस एकदमै मिठास हुन्छ नि एकदमै डिफ्रेन्ट टाइपको भोइस छ उहाँको एकदमै मिठास लालैत पार्ने टाइपको भोइस छ राम्रो छ गीत पनि राम्रो बनाएको छ अझै उहाँले अरू गीत पनि तयारी गर्दै हुनुहुन्छ त्यो गीतमा पनि मै खेल्न पाऊँ एउटा आशा हाम्रो सन्दीपजीले पनि एकदमै राम्रो काम गर्नुभएको छ सबैले एकचोटि हेरिदिनु होला भिडियोलाई कस्तो छ राम्रो छ भने एउटा राम्रो कमेन्ट गरिदिनु राम्रो छैन भने पनि गाली गर्नुहुन्छ अथवा योभन्दा राम्रो गर्न सक्छु योभन्दा राम्रो गर एउटा कमेन्ट दिनु होला नमस्ते दर्शकबिन उहाँको आउँदै गरेको म्युजिक भिडियो तपाईँहरूले हेरिदिनु होला श्रृङ्खला जस्तै आज पनि हामीले यस्ता कलाकारलाई निम्त्याएका छौँ जो लामो समयदेखि कलाकारी क्षेत्रमा सङ्घर्ष गरिरहनु भएको छ उहाँलाई सर्वप्रथम कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ यहाँलाई कार्यक्रममा सञ्जीव सर तपाईँले यो कलाकारी क्षेत्रमा आउनुभएको केही समयभित्र तपाईँले म्युजिक भिडियोहरू पनि निकाल्नु भएको छ म्युजिक क्षेत्रमा काम गरिसक्नु भएको छ तपाईँको बाल्यकालको बारेमा हामीलाई जानकारी गराइदिनु न मेरो बाल्यकाल आज मेरो फर्स्ट म चाहिँ धरानमा बसेर पढेको धरानमा बसेर पढेँ पछि मेरो ड्याड मम चाहिँ सिन्धुपाल्चोकमै हुन्थ्यो मेरो ड्याड चाहिँ सिन्धुपाल्चोकमा गभर्मेन्ट अफिसमा चाहिँ काम गर्नुहुन्छ अनि पछि नै उहाँ आउँदाखेरि चाहिँ एउटा भनौँ न पहिलादेखिकै एउटा मेरो बाल्यकाल भन्दाखेरि चाहिँ पढ्ने त्यही हो होइन त्यस्तो धेरै चाहिँ उनी होइन एउटा अब स्कुलिङ लेभलमा तपाईँले अब अहिले हेर्दा गुड लुकिङ छ तपाईँको त्यो अवस्थामा तपाईँले अब एउटा मोडलिङ क्षेत्रमा जान्छु होला भन्ने सोच्नु भएको त थिएन होला अनि त्यो अवस्थामा तपाईँले कस्ता एक्टिभिटिजहरू गर्नुहुन्थ्यो म्याक्सिमम् जस्तै हुन्छ नि मान्छेहरू प्रिफर गर्ने एक्टिभिटिजहरू हुन्छ त्यो यस्तो एक्टिभिटिज भन्दाखेरि चाहिँ अब त्यो टाइममा अब हाम्रो ड्याडीहरूसँग पछि उता पनि बस्यो होइन तर त्यस्तो हुनु न एउटा समयको एउटा भनौँ न एउटा समय परिवर्तनशील होइन जब हुँदाखेरि चाहिँ जब म काठमाडौँ आएँ काठमाडौँ आएर गर्दाखेरि चाहिँ म चाहिँ मेरो आज जब होइन जब गर्दाखेरि चाहिँ जबको पार्ट टाइम होइन जबको पार्ट टाइममा चाहिँ किन चाहिँ फ्याल्ने आज केही गरौँ केही एउटा गर्ने भन्दाखेरि अब अहिले धेरै छ अनलाइन इन्टरनेट होइन सबै हेर्दाखेरि इन्सपायर होइन हेर्दाखेरि चाहिँ मलाई एउटा गर्दाखेरि चाहिँ एउटा चाहिँ मलाई एउटा अनलाइनबाट नै एउटा मलाई चाहिँ अफर जस्तो आयो फोटोसुटको जुन चाहिँ खिचा द स्याडो मैले फर्स्ट फोटोसुट गरेको थिएँ जो मोडल विपिन महर्जन कुन एजेन्सी उसबाट गर्नु कान्तिपुर आफ्नै एउटा आफ्नै त्यहाँबाट मैले चाहिँ स्टार्ट गरेँ अनि त्यहाँको जुन एउटा क्यामेराम्यान हुनुहुन्छ विश्वास भट्टाचार्य उहाँ चाहिँ जापानबाट चाहिँ मोल्डिङको चाहिँ गरेर चाहिँ आउनुभएको थियो उहाँले चाहिँ आज तिम्रो एकदम गुड लुकिङ छ यु हेभ टु डु है अझै तिमीले छोड्नु हुँदैन गर्नुपर्छ है भनेर चाहिँ उहाँले चाहिँ मलाई अब स्कुल लेभलमा नर्मल्ली तपाईँलाई भन्नुपर्दा तपाईँको बाल्यकाल नर्मल नै मेरो बनाउने एक्टिभिटिजहरू भन्दा पनि जस्तै अब स्कुल लेभलमा स्पोर्टतिर बढी हुन्छ नि केटाहरू गिटार लिएर यसो सिङ्गिङतिर मोडलिङ क्षेत्रको भएपछि अलिक स्टाइलिस त्यो किसिमको प्याटर्नमा तपाईँले कतिको दौडिनु भयो त्यतिखेरको हुन्छ नि एउटा फलो गर्ने प्याटर्न हुन्छ नि ओ शाहरुखको यस्तो छ है अनि हिरोहरूलाई फलो गर्ने उसमा तपाईँले मोडलिङ क्षेत्रमा छिर्नुभन्दा अगाडि त्यस्तो एक्टिभिटिजहरूमा कतिको इन्ट्रेस्ट राख्नुभयो कि नर्मल्ली मैले त्यो सोच्नु भएकै थिएन होइन सोच्ने भन्नाले तिनीहरूमा अलिअलि त मेरो अलिअलि त जान्छ नि तर एज अ मलाई चाहिँ कस्तो भने पहिलादेखि म धरानमा हुर्केको मान्छे भएर चाहिँ एज अ पप टाइप है जस्तै पहिलाको हाम्रो अग्रजहरू हुनुहुन्छ सञ्जु श्रेष्ठहरू होइन बबिन प्रधानहरू जब ठुल्ठुलो हुनुहुन्छ नि उहाँहरूको पप गीतहरू चाहिँ प्रायः म उहाँहरू चाहिँ सुन्थेँ
प्लस अब यता शाहरुख खान त्यस्तो भनेर चाहिँ एज अ नट भनौँ न त्यस्तै साह्रो चाहिँ होइन एउटा आइडल पार्ट बनाएर आइडल पार्ट भन्दा चाहिँ एउटा आमिर खान ओके तपाईँले अब एउटा बाल्यकालमा त्यसरी धेरै कुराहरू हुन्छ नि अब मोडलिङ क्षेत्रमा जानुपर्छ भन्ने त्यति धेरै सोच बनाउनु भएको रहन्छ अहिले अचानक यो क्षेत्रमा आएर तपाईँलाई कस्तो अनुभव भइरहेको छ आज यो अचानक भनेर भन्दाखेरि चाहिँ म चाहिँ एज अ लक्की पर्सन जस्तो ठान्छु कि आफूलाई मोडलिङ क्षेत्रमा आउँदाखेरि कस्तो भन्दाखेरि जब मेरो चाहिँ जब मेरो फोटोसुट भयो होइन दुईचोटि मैले फोटोसुट गरिसकेपछि जब मेरो आफ्नो एउटा ब्रदर सुनिल कटुवाल ब्रदर मेरो ब्रदर हुन्छ अनि उहाँले चाहिँ मलाई चाहिँ दादा यो अब गर्नु सक्नुहुन्छ है भनेर भन्दाखेरि चाहिँ हाम्रो अनुप गिरिजीको एडिटिङ पार्ट्समा चाहिँ हामी त्यहाँनिर जाने क्रममा चाहिँ कस्तो हुने रहेछ भनेर त्यहाँ म म्युजिक भिडियो हेर्ने एडिटिङ पार्ट्समा जाँदाखेरि चाहिँ हाम्रो म्युजिक महेश केवाली दादा उहाँसँग भेट भयो अनि उहाँले चाहिँ भेट हुँदाखेरि चाहिँ उहाँले हेर्नुभयो यो केटाले चाहिँ केही गर्ने रहेछ है भनेर उहाँहरूले एउटा डिस्कसन अफर गर्नुभयो डिस्कसन भन्नु न भित्र बसेर उहाँहरूले डिस्कसन गर्नुभएको छ अनि पछि गर्दा चाहिँ उहाँहरूले मलाई अफर गर्नुभयो नमस्ते म सुशील राज पाण्डे हामी कलाकारको खोजीमा छौँ द नेक्स्ट फ्युचर स्टार 2016 लिएर हामी छिट्टै तपाईँहरूमा आज आउँदैछौँ टिभी हेर्दै गर्नुहोला सञ्जीवजी तपाईँले यो क्षेत्रमा आइसकेपछि नर्मल्ली के हुन्छ भन्दा फ्यामिलीबाट सपोर्ट नहुने सम्भावना बढी देख्छु म प्रायः जसो यो क्षेत्रमा आउने साथीहरूलाई फ्यामिली सपोर्ट त्यति पाइँदैन तपाईँको फ्यामिली सपोर्ट कस्तो छ यो क्षेत्रमा आइसकेपछि मेरो फ्यामिली सपोर्ट मेरो एकदम फुल सपोर्ट एकदम सपोर्टेड हुन्छ मेरो फ्यामिलीहरू जो पनि होइन हजुर घर भनेर आज मेरो प्लस पोइन्ट भन्दाखेरि चाहिँ आज मलाई प्लस पोइन्ट मेरो फ्यामिली मेरो ब्रदर होइन ब्रदर मेरो जस्तै फ्रेन्ड भनौँ न मेरो नाम लिन चाहन्छु मेरो दिपक बस्नेत होइन उसले पनि अझ प्लस पोइन्ट क्या तपाईँले चाहिँ प्रशंसा गर्नेहरूको एउटा चाहिँ गर है तँलाई म गर्छु अझै पनि प्लस पोइन्ट सपोर्ट गर्नुहुन्छ उहाँहरूले मेरो फ्यामिलीबाट चाहिँ एकदमै धेरै सपोर्टेड हुनुहुन्छ हजुर अनि फ्यामिलीबाट सपोर्ट हुने बित्तिकै त अब मान्छेलाई के हुन्छ एउटा इन्सपाइरेसनको पार्ट पनि भयो फ्यामिलीबाट सपोर्ट भइसकेपछि अवश्य पनि तपाईँले अगाडि बढ्ने एउटा मौका पाउनु भएको छ यसलाई चाहिँ ग्राफ गर्नुहुन्छ नर्मली अहिले लेटेस्ट तपाईँले के गरिरहनु भएको छ लेटेस्ट अहिले तपाईँको के छ बजारमा आएको तपाईँले गर्नुभएको मोडलिङ क्षेत्रको कुनै गीतहरू कुन गीत गर्नुभएको छ लेटेस्ट त मैले अहिलेसम्म 2टा गरिसकेँ आज अहिले अब एडिटिङको प्रोसेसमा छ तर हाम्रो एकदमै धेरै रुचाउनु भएको लिरिक्स राइटर होइन जुन अहिले व्यस्तको अहिले एकदम चलिरहनु भएको महेश केवाली दादा भन्न चाहन्छु महेश केवाली दादाको गीतमा चाहिँ म चाहिँ फर्स्टमा चाहिँ उहाँकोमा चाहिँ मोल्डिङ गर्न पाएको छु जुन चाहिँ हाम्रो एक्टर जुन चाहिँ एउटा थिएटरबाट आउनुभएको जुन जानवी बोहरा उहाँसँग पनि म उहाँसँग पनि एउटा काम गर्ने मौका एउटा मैले पाएको छु एकदमै धेरै भनौँ न एज अ लकी पर्सन के त्यो धेरै धेरै मोडलिङ क्षेत्रमा कति धेरै अब प्रोसेसिङ तपाईँहरूको जोडी पनि राम्रो देखिन्छ होला किनभने उहाँसँग पनि मैले कुरा गरेँ हजुर तपाईँको यो म्युजिक भिडियोमा चाहिँ तपाईँको जोडी पनि एकदमै म्याच गरेको देखिरहेको छु मैले तपाईँलाई हेर्दा नर्मली तपाईँले यो गीतमा मोडलिङ गर्दै गर्दाको कुनै एउटा अनुभव सेयर गरिदिनु न हामीलाई यो तपाईँको यो रिसेन्टली गर्नुभएको गीत मोडलिङ यसमा हामीले जुन एडिटिङको प्रोसेसमा गर्नुभयो यो चाहिँ हाम्रो सुटिङको क्रम चाहिँ हामीले धुलीखेलको माथि डाँडामा गरेको थियौँ अनि जुन चाहिँ कस्तो भने एउटा सिन थियो लास्ट पोइन्ट जस्तो चाहिँ बत्ती लिएर म उसको पछाडि एउटा जाने पोइन्ट होइन प्रपोज गर्ने त होइन प्रपोज भन्नाले त्यो लास्टमा जुन एउटा मायाको घर भन्ने जुन एउटा चाहिँ सिन त्यो एउटा पार्ट थियो त्यो पार्टमा चाहिँ कस्तो भने बेलुकाको टाइम भइसकेको थियो हावा एकदम धेरै के धेरै चलाएको थियो अनि एज अ उसको पनि पातलो लुगा मेरो पनि पातलो लुगा कि त्यहाँ टेक बिग्रियो कि अब टेक बिग्रियो कि एकदमै ऊ हुने कि जाडो एकदम अब टेक बिग्रिने बत्ती निभे गर्ने त्यस्तो हो अनि त्यो पार्ट एकदमै भनौँ न त्यो बेलुका तपाईँले बत्ती लिएर खोजिरहेको अवस्था है त्यस्तो बत्ती भन्नाले अब हामी दुईजना भनौँ न त्यो टेक चाहिँ कहिले सक्छौँ दुईजना तपाईँको रियल लाइफमा कतिको प्रपोज गर्दाखेरिको टेक लिनु भएको छ त्यस्तो आज धेरै चाहिँ तपाईँ यस्तो हेर्दा गुड लुकिङ देखिनुहुन्छ एब्सोल्युटली त्यो चाहिँ हो तर मलाई चाहिँ नट इन्ट्रेस्टेड हैन नमस्कार नेपाल पिपल द नेक्स्ट फ्युचर स्टार 2016 これからですねこれからだと思います皆
皆さん思いのすべてをぶつけて夢に向かって頑張ってください。応援してます。私もそのうち近いうちネパールに行きたいと思ってます。愛してます。ランディバー。दर्शकबिन उहाँको आउँदै गरेको यो म्युजिक भिडियोलाई माया गरिदिनु होला, हेरिदिनु होला भन्दै आजको यस कार्यक्रमबाट म बिदा लिन चाहन्छु। नमस्ते।